हैन अहिलेसम्म तपाईको जीवनकालमा चाहिँ कतिवटा राजा भेट्नुभयो तपाईले? खै कति इतिहासमा नहेरी म तपाईले चाहिँ कतिवटा भेट्नुभयो? मैले त अझ महेन्द्रको बाउ त्रिभुवन त्रिभुवन भेट्नुभयो? त्रिभुवन भेटे महेन्द्र भेटे वीरेन्द्र वीरेन्द्र ज्ञानेन्द्र दिपेन्द्र पनि भेट्नुभयो? 2 दिन भयो दिपेन्द्र पनि 2 दिन राजा भयो। वीरेन्द्रको छोरा दिपेन्द्र 2 दिन अनि ज्ञानेन्द्र पनि गरेर 5 जना भेट्नु भयो त। अब तपाईले यो सबै भोगिरहँदा सबै पञ्चायत काल पनि भोग्नुभयो, राणा शासन पनि भोग्नुभयो। यो सबै शासन हेर्दा सब तपाईलाई अहिले गणतन्त्र, तपाईलाई गणतन्त्र राम्रो कि राजतन्त्र? अब राजतन्त्र राम्रो गर्दैन के राम्रो लाग्छ? अहिलेको गणतन्त्र ठिक छ कि राजा भएको ठिक छ? होइन भएको त राजा थियो भएको थियो तर राजाले खै हिजो खेदिहाले राजाले। हिजो खेद्न त तर अब आउँदा चाहिँ गणतन्त्र त राम्रै हो किनभने किचनशील सबै भएको राम्रो किचनशील समाधान बनेको समाधान भएको। अब एउटा राजा आउँछ राजा त कस्तो अब यो पृथ्वीनारायणका पालामा नि पृथ्वीनारायणको बाबु नरेन्द्र शाहका 3 बुढी थियो तिहारी 3 बुढीमा जेठी बुढीको छोरा जन्मे माइली बुढीको 2वटा जन्मे कान्छी बुढीको 1वटा जन्मे अनि जेठी बुढीलाई माइली बुढीको छोरो जेठो भाग लाग्यो पृथ्वीनारायण राजालाई। अनि फेरि उता उन्ने राजा पृथ्वीनारायणलाई जेठीको छोरो पायो। अनि गर्दै लाँदा भरेपछि म राज्य गर्छु भन्नु राज्य गर्छु भनेर भन्दाखेरि बाबुले दिए कि बाबु माग्नु पऱ्यो कि बाबु छोड्नु पऱ्यो अनि फेरि खेदो बाबुले। अनि नेपाल उता अझै काट्नु नेपाल हेटुडा ललितपुर यति 4 ठाउँ भ्रमण गरो पृथ्वीनारायण म राज्य गर्छु भनेर अनि दुश्मन उठायो बाबुले दुश्मन उठायो कसै गर्दा दुश्मन पत्तो लागेन दुसुकी मारो कोही खेदो कोही सिमाना पटायो सिमाना पनि यो पहिले त पटायो अनि फर्केर आएर राज्य गर्छु भनेर गाडी चढ्दाखेरि मेरा सन्तानले 12 वर्षदेखि राज्य नगर्नु भनेर कवर आखिर 12 वर्ष पुग पनि धान्य हुन डाङ्गा डुङ्गा भइदियो डाङ्गा भयो ज्ञानीले अब दाजु राजा हुँदा त उता राष्ट्रपति हुन्थ्यो भट्टा खान पो पाउँथ्यो त दाजुको परिवार किन भयो? दाजुको परिवार भुटेर ऊ राज्य चलाउने भयो भरे खोइ राज्य चलाए भवनले दिँदैन हुन्छ भवन कहाँ छन् भन्छ नि यहाँ भवनले त्यसले देखाइहाल्छ। अनि उसलाई फेरि अघि बर्मा विष्णु बाहुन पनि त राजा भए पनि खोइ इतिहासमा लेखेको छ अघि पनि बाहुन राजा भएको अहिले पनि बाहुन छन् राष्ट्रपति छन् तर अब आउँदैन ज्ञानी आउँदैन 7,93,000 को सराय लेखिसक्यो ज्ञानीलाई काठमाडौँ नगरपालिकाले। अनि फेर
राज्य आउँदैन, अब ज्ञानी आउँदैन, अब ज्ञानीको सन्तान आउँदैन। युवराजको नाममा नाम सारी थियो सिंहद्वार। त्यो सिंहद्वार पनि पपुलाएर अहिले भत्ता खुवाउन थाल्नु पारे। अब सबै राजाले दिएको है गइसके, अब के अब आउँदैन। म त के भने यो राजा आउँदैन कि त्यो युवराज आउँछ, पारस पारसको छोरो हृदयेन्द्र पारसको छोरो अनि फेर आउँछ भने चाहिँ अब सिंहदौराई बाजाले पपुलाएर गर्नु पर्यो, के आउँछ।